जोजोलपा नमस्कार। नेपाल भाषा एकाडेमी निमित्त यो नेवा रेडियो एफएम 106.6 सुनिरहनुभएका श्रोतामा हार्दिक नमस्कार। आज विक्रम सम्वत 2078 असार 13 गते आइतबार, नेपाल सम्वत 1141 तछलाग तृतीय तिथि तदअनुसार 2021 जुन 27 गते। प्राविधिक मित्र दिलीप कुमार महर्जन नयाँ बजार क्लबको कार्यक्रम कोभिड-19 हेल्प डेस्क लिएर फेरि पनि उपस्थित भएका छौं। श्रोता मित्र, हामी यस कार्यक्रममा जानकारी दिन्छौं नयाँ बजार क्लबद्वारा सञ्चालित कोभिड-19 हेल्प डेस्कको भने यस कार्यक्रमसँग लिङ्क भएका विषयवस्तुसँग कुराकानी गर्न हामी अतिथि हुनुहुन्छ। आज हामीसँग 3 जना गेस्ट हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौं। तर यो भन्दा पहिले कोभिड-19 हेल्प डेस्कको छोटो जानकारी। कोभिड-19 हेल्प डेस्कको मुख्य उद्देश्य कोरोना भाइरस सम्बन्धी जनचेतना दिने हो भने चाहिएमा तपाईलाई उपयोगी संस्था र अस्पतालसँग समन्वय पनि गर्न मद्दत गर्दछ। साथसाथै आवश्यकतामा आर्थिक सहयोग पनि प्रदान गरिनेछ। थप जानकारीका लागि तपाई हरेक दिन कीर्तिपुर बिहारसँगै जोडेको मण्डप फल्जामा बिहानको 10 बजेदेखि दिउँसोको 2 बजेसम्म आउन सक्नुहुन्छ र हाम्रो कार्यक्रमको संयोजक अथवा हाम्रो कार्यक्रमको संयोजक सन्तोष तिमल सिन्हासँग फोनबाट पनि जोड्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 9803 2829 11 9803 2829 11 9803 282911। श्रोता मित्र, हामी कुराकानी गर्दैछौँ नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कको र आज हामीसँग जुमबाट जोडिनु भएका छन् यस क्लबका पूर्व अध्यक्षहरू। उहाँहरूसँग हामी कुराकानी गर्ने नै छौं, तर त्यो भन्दा पहिले छोटो ब्रेक। नेवा एफएम 106.6। श्रोता मित्र, ब्रेक पछि पुनः स्वागत छ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा आज हामी कुराकानी गर्ने नै छौं हाम्रा अतिथिहरूसँग। म उहाँहरूको परिचयबाट सुरु गर्न चाहे। हामीसँग आज हुनुहुन्छ 2049 र 2052 का अध्यक्ष प्रकाश महर्जनज्यू। यसैगरी नयाँ बजार क्लबको रजत जयन्तीको कार्यकाल सम्हाल्नु हुने अर्को अध्यक्ष पनि हुनुहुन्छ अशोक मुनि बज्राचार्यज्यू र साथसाथै 2064 का अध्यक्ष नवीन जोशीजी पनि हुनुहुन्छ हाम्रो आजको यो कार्यक्रममा। म सबैजनालाई स्वागत गर्न चाहन्छु। नमस्ते, स्वागत छ कार्यक्रममा। माइक अनम्युट गरेर कुरा गरिदिनु होला। नमस्ते सबैजनालाई। अब आज पनि अलिकति टेक्निकल एरर हुन सक्छ किनभने आज पनि हामी जुममा हाम्रो गेस्टहरूलाई निम्त्याएका छौं। नमस्ते सबैजनालाई, माइक एकचोटि अनम्युट गरिदिनु होला। नमस्ते बहिनी। नमस्ते सबैजनालाई। नवीन सर नमस्ते, प्रकाश सर नमस्ते। नमस्कार। हामी फेसबुक लाइभ पनि गइरहेका छौं। तपाईले आफ्नो भिडियो पनि खोलिदिनु भयो भने हाम्रो दर्शकलाई पनि हेर्नलाई एकदमै सजिलो हुन्छ। नमस्कार नवीन सर, हजुरको पनि माइक अहिले अन गर्नु। ओके, अहिले हामी जुममा छौं। म तपाईहरुलाई फर्स्टमा अब प्रश्नदेखि नै सुरु गर्न चाहे। त्यो भन्दा अगाडि म छोटो जानकारी दिन चाहन्छु। नयाँ बजार क्लब स्थापना भएको चाहिँ 2037 मा अनि अहिले चाहिँ 41 वर्ष पुगिसकेको छ र यस संस्थाले विभिन्न क्षेत्रमा चाहिँ काम गरि आइरहेको छ। संस्कृतिदेखि लिएर वातावरण, शिक्षा, खेलकुद र स्वास्थ्यमा। मैले जतिसम्म मैले याद गरेको छु यो संस्थाले अहिलेसम्म चाहिँ सम्मानको प्रतिक्रिया चाहिँ निभाइरहेको छ सबैलाई इक्वली, हैन? कुनै पनि जात, कुनै पनि धर्म, कुनै पनि महिला पुरुष नभनिकन चाहिँ सेवा चाहिँ दिइरहेको छ मैले देखिरहेको छु। यही सन्दर्भमा जोडेर चाहिँ मैले प्रकाश सरलाई चाहिँ एउटा क्वेशन जोड्न चाहे। हजुर सबसे पुरानो, हैन, आजको गेस्टमा सबसे पुरानो 30 वर्ष भन्दा बेसी भइसक्नुभयो तपाईले प्रेसिडेन्ट हुनुभएको यो क्लबको। कति चाहिँ यो क्लबले चाहिँ जनक चाहिँ यो कार्यहरू गरिरहेको छ जस्तो लाग्छ? एउटा त्यो प्रश्न भयो। अर्को प्रश्न भनेको तपाईको यो कार्यकाल यत्रो लामो समय भइसके तापनि अहिलेसम्म नयाँ बजार क्लब यस्तो एक्टिभ रूपमा चाहिँ गइरहेको छ। त्यो समयमा के चाहिँ गाह्रो भयो अनि अहिलेको यस्तो समय हेर्दाखेरि मेरो टाइममा पनि यस्तो भइदिएको भए चाहिँ अझ रमाइलो हुन्थ्यो कि भन्ने त्यस्तो केही थियो कि? मैले दुईटा प्रश्न राख्न चाहे तपाईलाई। सुनिरहेको छ हजुर प्रकाशजीलाई। हजुर धन्यवाद रोजी नानी।
खासमा हामी यो क्लब स्थापनाको कार्यक्रमहरू 2037 सालमा सुरु गरे पनि त्यो बेला हामी सानै थियौँ। त्यो अवस्थामा सुरु गर्दाखेरि करिब करिब हाम्रो सरदर उमेर 16 होला। 37 सालमा हाम्रो सरदर पदाधिकारीहरूको सरदर उमेर 16 होला। तर त्यो बेला हामीले चाहिँ यो स्थापना गर्दाखेरि एउटा खेलकुद कार्यक्रमहरूमा सहभागिता जनाउने उद्देश्यले स्थापना भएको यो संस्था 2047 सालमा नेपालमा बहुदलीय व्यवस्था त्यो बेलासम्म हामी अलि सचेत पूर्ण रूपले काम गर्न सक्ने अवस्थामा आइसकेका थियौँ र त्यो कारण यसलाई औपचारिक रूपमा लानुपर्छ भनेर 46 हामीले यो क्लब चाहिँ स्थापना गर्नुभएको। औपचारिक रूपमा सिडिओ कार्यालय, समाज कल्याण परिषद सबै स्थानमा रजिस्ट्रेसनतिर लाग्यौँ। त्यो बेलाको अवस्थामा हाम्रो हजुर अलिकति टेक्निकल एरर। हजुर हाम्रो उद्देश्य भनेको केही हामीमा भएको ऊर्जा समाजमा आवश्यक ठाउँमा लगाउँ भन्ने उद्देश्यले र युवाहरूलाई एकजुट बनाउँदै अलिकति अनुशासित, अलिकति यो समाजप्रति जिम्मेवारी बोध गराउने यी उद्देश्यहरूको साथ र सङ्गठित हुने यो नयाँ बजार क्षेत्र र वरिपरिका हामी विभिन्न क्षेत्रबाट आएका नयाँ बस्ती भएको कारणले गर्दाखेरि सङ्गठित हुनुको लागि पनि यो क्लब स्थापना भएको हो। त्यो बेलामा धेरै कुराहरूको हामीसँग अभाव थियो, तर हामीमा एउटा चाहिँ जोस थियो, हामीमा उमङ्ग थियो, हामीमा यो संस्थालाई जीवित राखेर हाम्रो पनि अस्तित्व यो समाजमा छ भनेर देखाउनु पर्छ भन्ने हामीमा एउटा चाहिँ उत्साह थियो। त्यसले गर्दाखेरि त्यो बेला त्यो समयमा हुने किसिमको समस्याहरूलाई हामीले चाहिँ बिस्तारै चिर्दै आफूभन्दा ज्येष्ठ दाजुभाइ दिदीबहिनीहरू बा आमाहरूसँग आवश्यक सरसल्लाह लिँदै हामीले चाहिँ यो संस्थालाई अहिलेको अवस्थामा पुर्याउनको लागि चाहिँ 1 2 3 4 फुर्किलाहरू हामीले राख्यौँ भन्ने लाग्छ। धन्यवाद। धेरै धेरै धन्यवाद। मैले यसमै अर्को एउटा पनि प्रश्न जोड्न चाहे। पहिला र अहिले चाहिँ के फरक पाउनु भएको छ तपाईँले? पहिला तपाईँले 30 वर्ष अगाडि गर्दाखेरि र अहिलेको यो समयमा आउँदासम्म अहिले धेरै फरक छ। हिजो हामीलाई कुनै कार्यक्रम गर्नको निमित्त हाम्रो आफूले गर्न सक्ने परिश्रम, आफूले दिन सक्ने समय, आफूले दिन सक्ने त्यो काममा तदारुकताहरू धेरै थियो भनेदेखि अहिलेको समयमा त्यो बेला चाहिँ नि जुन किसिमको कामको लागि आवश्यक केही पुँजीहरू पनि त हुन्छ नि, रकमहरू हुन्छ नि, हामीसँग धेरै अभाव हुन्थ्यो। यति अभाव हुन्थ्यो कि हामीले विभिन्न समयमा यसरी पनि गरेका छौँ कि यो गठे मङ्गल अनि त्यस्तै शिवरात्रि त्यस्तो बेलामा चाहिँ नि सडकमा डोरी टाँगेर 5-10 पैसा 20 पैसा 25 पैसा त्यसरी उठाएर पनि अनि हामीलाई चाहिँ स्कुलमा जानको लागि दिने त्यो बेला दिने 5 पैसा 10 पैसा बढीमा दिने 50 पैसा हो। त्यसबाट पनि जोगाएर हामी जुटाउनु पर्ने आवश्यकता थियो भने अहिले त्यस्तो किसिमको आवश्यकता छैन। र अहिले चाहिँ टेक्निकल्ली पनि धेरै कुराहरू चाहिँ हाम्रो अहिलेको नेतृत्वहरू धेरै साउन्ड भइसकेका छ। अनि हामी हिजोका चाहिँ पदाधिकारीहरू पनि अहिले इकोनोमिकल्ली हिजोभन्दा अहिले धेरै साउन्ड छ। जसले गर्दाखेरि अलिअलि क्लबलाई आवश्यक पर्ने रकम दिन, राख्न, कार्यक्रम सञ्चालन गर्न र विदेशमा भएका साथीहरू पनि धेरै मनकारी हुनुहुन्छ, जसले चाहिँ हामीले कार्यक्रम गर्ने भन्यो भनेदेखि उहाँहरूले सहज रूपमा चाहिँ ल कार्यक्रम गर्नको लागि हामी यति गर्छौँ। त्यो किसिमको अवस्था चाहिँ अहिले हिजो आर्थिक अभाव थियो, समय हामीसँग धेरै थियो, अहिले हामीसँग समय थोरै छ।
तर रकम आर्थिक स्रोत जुटाउने क्षेत्रहरू व्यापक छ। ती व्यापक ती माया लागेर नै टेक्निकली साउन्ड मान्छेहरू हिजो धेरै कम थियो। हजुर भनेपछि आफूले जुन दुःख गरेर चाहिँ एउटा क्लब स्थापना गर्नुभएको थियो अहिले चाहिँ समय नभए पनि आफूले चाहिँ जुन हिसाबले दिन सक्नुहुन्छ त्यो हिसाबले दिएर चाहिँ साथ दिएर आइराख्नु भएको छ भनेर सुन्दाखेरि धेरै नै खुसी लागेको छ। धेरै धेरै धन्यवाद प्रकाश सर। अर्को चाहिँ मैले अशोक मुनिजीलाई राख्न चाहे। उहाँले चाहिँ नेवार भाषामा एन्सर दिन्छु भनेर भनिराख्नु भएको छ। पक्कै पनि उहाँले जुन भाषामा दिए पनि हामी खुसी नै हुनेछौँ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो रजत जयन्ती 25 इयर्स सिल्भर जुब्ली मनाउँदाखेरिको प्रेसिडेन्ट होइन, अध्यक्ष हुनुहुन्छ। उहाँलाई चाहिँ मैले आफ्नो अनुभवहरू चाहिँ कस्तो रह्यो त 25 वर्षको क्लब 25 वर्ष पुग्दाखेरि कस्तो अनुभव थियो त अनि कस्तो कार्यक्रमहरू गर्नुभयो अनि साथीभाइहरूले तपाईँलाई कतिको सपोर्ट गर्नुभयो त्यो कार्यक्रममा भनेर चाहिँ मैले सोध्न चाहे। धन्यवाद रोजी बहिनी प्रश्नको लागि। यो कार्यक्रम नेवा एफएम 106.6 सुनिरहनु भएका श्रोताहरूलाई मेरो भित्रै मनदेखि नमस्कार जजलोपा। मैले तपाईँलाई किन यसो भन्नु भनेको भने नेवा एफएम भएको हुनाले मैले पनि एकचोटि नेवा आफ्नो नेपाल भाषाबाट नै दिउँ कि भन्ने मन लाएर, अन्यथा नसोच्नु होला श्रोताबिन्दुहरू, किनभने मलाई मन लाग्यो हुनाले एकचोटि बोल्नु मन भने म नेवार भाषाबाटै बोल्दिन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद। हामीले यो रजत जयन्ती मनाउँदाखेरि हामीलाई धेरै नै खुसी लागेको थियो, किनभने रजत जयन्ती जस्तो मनाउनु पाउँदाखेरि मेरो टाइममा फेरि धेरै नै खुसी लाग्यो। थाहा रहेछ उके चाहिँ ढिमसँग नापा झिसँग छुछु जाइ नाच्नु, छुछु गठरी नाचौँ, गेगे या चिन्नु, गेरेरी या मानी, छुची या मानी, यो चिज चाहिँ वो रजत जयन्ती झिसँग बालक प्रकाशित सु या फैला थियो विचारले विचार डोने ना जिम्ता यो को खुसी जुल अले वो विषयले जिमसँग यो को बालक प्रोग्राम यानु थियो जिमिन खेलकुद छौ निउन जिमसा याना प्रोग्राम याना अले लिपा जिमि थय डको सहल याना जिबि डको चुना सहल याना चाहिँ अले छौ समारोह याना र जयन्ती समारोहका रजत जयन्ती समारोहले दक्षिण मुख्य जिमसा यानो चाहिँ र अछि स्मारिका नयाँ बजार क्लब यो स्मारिका टिकेन वो स्मारिका यो गएपछि ढासा जिसम नापा जिमसँग छुछु जाइना उयो छुछु गएना उयो आ जिमसँग डिप्टे छुयास जी रिउ किस्मन त र अले विभिन्न मान भापी बुद्धिजीवी वर्गतेस लेख चोया जिमसँग वो छौ पिकेयो वो पिके सुफाइरा जुल ढासा आया चाहिँ जिससँग वो स्मारिका छिटसँग सुनान आ क्लबे आनो दनि जिउ बिचारे के थ्रु कपति दनि थ्रु माल लास सोया दिस उके चाहिँ जिमसँग जाइना त यो चीज तक्को छौ इतिहास ने दु वो चाहिँ उ टाइममे चाहिँ छारा आठे छि चाहिँ तुरन्त छु या छि कम्प्युटराइज या तपतिको छु या रुम हो अहिले त लोम नआउने तर चाहिँ जिमसँग एक पॉइंट छौ दखले जिमसँग पालक टिके उके चाहिँ पालक तयो दु आ उके ना चाहिँ आविपि मुनोटेस आ छिसन उसको सोया पालक छिन्तु लासा उके छिसन गैना क्लब चलाइना उल गैना जाइना उल गैना टुक्सिया देखा हो ख बिल्कुल टुक्सिया देखा हो ख चिप क्लब पास पिन्छ अब के चाहिँ छौ हरेक विषय दु एम्बुलेन्स सम्बन्धी दु एम्बुलेन्स गैना चलाइ त पास पिन्छ गैना ढेउ उठे त गैना पालक जाय त छि चाहिँ टक्को पालक छिस दु उठे हरेक क्षेत्र छिस उके वातावरण सम्बन्धी टक्को चुया रोड त्यहाँ बजार क्लबमा यहाँ छिस चाहिँ वो क्या फोन ना अले छु समारोह विचार क्या फोन ना छौ लगा पनि याद पुग्न जिपि यो खुसी तल र अझै जे अध्यक्ष जो डाटा दल छने जुल अले आफ्नो निना डी अनुसार छ 5% सहयोग गर्यो ए 5% सहयोग म जस्तो आदिक नयाँ बजार क्लब खनालको छिने हजुर वहाँ पास्ने एक पास्ने आया सोरे चाहिँ नाचो पिछत जो जाइना छौ तो कोभिड सम्बन्धी फुल जाइना छौ तो जाइना छौ तो आठौं हेल्प पेज जाइना छौ छिसेम सन्तोष भाइ संयोग ज्या चले जाइना छौ तो अब अझ टक्को पास्ने मिले ज्या चले जाइना छौ तो फेरि नाचौ तो अब छैन तो हम छिमो छु जाइनुले ठोजर चाहिँ के बेन हरेक पास्ने हरेक टक्को सैसम पास्ने पालको क्वालिटी न सफल छु तेरा चाहिँ उलेका पास्ने पिन त दक्षिणा पास्ने त आनो जी उब्लेन जी धन्यवाद दिए आनो जी आनो छोटछोट मौका चाहिँ वेक अप पास्ने त सैसन धन्यवाद दिया
त्यसमा बालका हाना बालका ज्यान फेमर यो चिज चाहिँ मनोतना चुनाव पनि धन्यवाद। त्यसै गरी मैले अब अर्को प्रश्न भन्दा अगाडि मैले थोरै नेपालीमा उहाँले के भन्नुभयो भनेर थोरै मैले प्याराफ्रेज गर्न चाहेँ। उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि उहाँ चाहिँ 25 वर्षको जुन जयन्ती मनाउनु भयो त्यतिखेर चाहिँ उहाँले एउटा समारोह एउटा किताब जस्तो निकाल्नु भएको थियो। त्यो किताबमा चाहिँ सबै के कामहरू गरिएको छ नयाँ बजार क्लबले भनेर चाहिँ पछिको पुस्तालाई पनि सहयोग होस् भनेर चाहिँ निकालेको भनेर चाहिँ भन्नुभयो। त्यसै गरी मेम्बर्सहरूले साथ दिएर नै अहिलेसम्म 41 वर्ष पुगेको छ भनेर चाहिँ जुन भन्नुभयो त्यो निकै नै त्यसै गरी म अर्को प्रश्न नवीनजीलाई सोध्न चाहेँ। हाम्रो दुवैजना पूर्व अध्यक्षहरूले चाहिँ के भन्नुभयो भन्दा हामी चाहिँ धेरै क्षेत्रमा लागिरहेका छौँ भनेर भन्नुभयो। मैले चाहिँ के देखेको छु भन्दाखेरि सबै क्षेत्रमा चाहिँ गरिराख्नु भएको छ, तर जब खेलकुद र स्वास्थ्यको कुरा आउँछ नयाँ बजार क्लब झनै एकदमै धेरै सक्रिय देखिन्छ। यसको कुनै कारण छ होला खेलकुद र स्वास्थ्यमा चाहिँ सक्रिय देखिने? अङ्कललाई नेवा भाषा ढ्याबी सान्छु अनम्युट गरिदिनु। अनम्युट या नाम अनम्युट गरिदिनु हजुर। ठिक छ। ट्याडु हानो म्युट जुलचको हानसको अनम्युट या नाम पिला ट्यामन्ट अस्क अनम्युट या नाम मिल सन्तोष जी एकचोटि उहाँलाई अनम्युट गरिदिन मिल्छ? हजुरले को होस्ट लिइराख्नु भएको छ, यहाँबाट नभइरहेको कारणले एकचोटि उहाँलाई मद्दत गरिदिन चाहिँ मैले आग्रह गर्न चाहेँ। मैले चाहिँ के प्रश्न सोधेको उहाँलाई भन्दाखेरि खेलकुदमा र स्वास्थ्यको जुन हामी नयाँ बजार क्लबलाई देखिरहेको हुन्छ, नयाँ बजार क्लब भन्ने बित्तिकै हामी खेलकुद बास्केटबल भलिबल भनेर चाहिँ चिन्छौँ भने स्वास्थ्यको कुरामा चाहिँ एम्बुलेन्सदेखि लिएर कोभिड-19 हेल्प डेस्कको कुरालाई चाहिँ हामीले जोड्न सक्छौँ होइन। मैले उहाँलाई यही प्रश्न जोड्न खोजेको थिएँ, किन चाहिँ खेलकुद र स्वास्थ्यको कुरामा चाहिँ एकदमै अगाडि छ? अरू पनि नियन्त्रित रूपमा गर्नु त हुन्छ, तर यसमा चाहिँ किन अगाडि हुनुहुन्छ भनेर चाहिँ मैले जोड्न खोजेको थिएँ। अझ पनि म्युट छ हजुरको? हजुर ठिक छ, अहिले ठिक छ हजुर। फेरि म्युट भयो। नवीन दाइ दुईपल्ट क्लिक नगर्नुस्, एकपल्ट गरेपछि हजुर हस् भयो अहिले बोल्नु त। ओके दाइ ओके। सर्वप्रथम अब नयाँ बजार क्लबको हेल्प डेस्कको जुन एउटा चाहिँ सूचनामूलक कार्यक्रमको उसमा चाहिँ हामी नेवा एफएमसँग सहकारी गरेर जुन कार्यक्रम भइरहेछ समस्तलाई सबभन्दा जुन कार्यक्रमको लागि चाहिँ धन्यवाद दिन चाहन्छु। र बाँकी कुरा अब भर्खरै हाम्रो होस्ट बहिनीले जुन प्रस्ताव राख्नु भएको छ नयाँ बजार क्लब चाहिँ शिक्षा र स्वास्थ्यमा बेसी चाहिँ फोकस किन भइयो भन्ने कुरामा साँच्चै भन्दाखेरि नयाँ बजार क्लब एउटा चाहिँ बृहत उसमा चाहिँ हामी शिक्षा र स्वास्थ्य मात्र होइन, हाम्रो सांस्कृतिक, हाम्रो सम्पदा, हाम्रो भाषिक विभिन्न विधा को सम्मिश्रण एउटा नयाँ बजार क्लब हो। हुनसक्छ म चाहिँ नयाँ बजार क्लबको खेलकुद क्षेत्रभन्दा सांस्कृतिक सम्पदा र भाषिक क्षेत्रमा बेसी सक्रिय छु। र रोजी बहिनीले भर्खर राख्नु भएको प्रश्नमा म जवाब के दिन चाहन्छु भन्दाखेरि कुनै पनि यङ जेनेरेसनलाई सबभन्दा टच हुने भनेको खेलकुद हो। हामीले यङ जेनेरेसनले जतिसुकै हामीले सांस्कृतिक सम्पदा र विभिन्न क्षेत्रमा उहाँहरूलाई जुन दोहोऱ्याउनु जति गाह्रो छ, तर जुन यो हाम्रो खेलकुद क्षेत्रमा चाहिँ एकदमै उहाँहरू चाहिँ मनदेखि नै भनौँ न अलि सक्रिय गराउनलाई अलि छिटो चाहिँ उहाँहरू आउनुहुन्छ। यस्तै स्वास्थ्यको हेर्दाखेरि देशमा सबभन्दा ठुलो कुरो भनेको स्वास्थ्य हो। अहिले हामी जुन कोभिडको भनौँ न अहिले जुन पुरा हामीले भोगिरहेका छौँ, हामीले जो स्वास्थ्य चेतना जुन जगाउने उद्देश्यले हाम्रोमा हरेक मानवमा हरेक नागरिकमा आजकल स्वास्थ्यको साह्रै चालु भइरहेको छ। त्यही हिसाबमा पनि नयाँ बजार क्लबको अरू विभिन्न कार्यक्रम मध्ये यो स्वास्थ्य र शिक्षा हाम्रो स्वास्थ्य र खेलकुदमा बेसी भनौँ न
बेसी हाइलाइट भएको जस्तो मलाई अनुभव भएको छ। सुरु चाहिँ नेवा छम छुरास नेवा ताठे धाउ खारा जी विगत गु चाहिँ संचारकर्मी हिसाबमा जुयान जे ठोकने चाहिँ नेवा संचारियो लागि जुयाना जुदो मलाई जे जस्तै ठोकने नेवा टेलिभिजन खोला जस्तो नेवा क्षेत्र जु जति नेवा भाषा छु त्यो कुट याना मलाई अन्यथा मेउ जी गैर नेवा त्यसो ठोंजना जो कसा जिस चाहिँ छु चाहिँ छपना जना मलाई नयाँ बजार क्लब ताठे धाउ खस्ता मेरो क्लब छुट्टै पैसा दो क्लब सीमित यो किर्तिपुरे धाउ खस्ता ताठे आयो परिप्रेक्ष्य करिबन महिला समूह बाहेक करिबन 60 वटा संस्था छ स्थापना जुटोला झिउ किर्तिपुर नगरपालिका भित्र 60-65 गो संस्था स्थापना जोली अग्र स्थान चाहिँ नयाँ बजार क्लब लाग्दैछ। छारा चाहिँ नयाँ बजार क्लब 2037 साल योपट्टि गु सुरुवात नसे ठौ या 2078 साल ताकन आटक निरन्तर जाछौ यो क्लब त स्थापना जुली फु वर्ष तले अले उ क्लब चाहिँ भन्छ सुस्त जुयाउने अले ठौ चुनाव कार्यालयले चुनाव संस्था त्यसो मेउ झिउ संस्था थेन्टो मेउ संस्था के रस भन्छ राजनीतिक आस्था कठन या योको खण्डो अले वो राजनीतिक फाइदाको सञ्चालित संस्था न यो दु थाहा थाहा कस नयाँ बजार क्लब छ हो एकदम स्वतन्त्र राजनीतिक संस्था थाहा जो मलाई एजन 37 साल से 78 साल तक निरन्तर जातो दु जिसन थाले चाहिँ नयाँ बजार क्लब यो इतिहास पल्टाया होसा नतिन रोजी बहिनी राखेटो जिसा चाहिँ स्वास्थ्य खेलकुद क्लब पक्का मको ठुके चाहिँ नयाँ बजार क्लब त मसिक्यो छ मेमेको ठाउँमा जातो दु मलाई चिसा चाहिँ विभिन्न चाहिनो दु चिसा छुटक जस्तै चिसा चाहिँ 47 सालियोको आन्दोलनलाई चिसा डकुमेन्ट्री आना चिसा चाहिँ 47 सालियो आन्दोलन यो किर्पु यो सहभागिता जो चिसा चाहिँ ओके चाहिँ चिसा फोटो प्रदर्शन याना अथवा विभिन्न चिसा चाहिँ नयाँ बजार यो सवालले नयाँ बजार क्लब यो अगुवाईले चिसा समग्र किर्पु या इतिहास यो लागि चिसा चाहिँ विभिन्न चाहिनो दु मलाई एजा चाहिँ छो छौ नयाँ बजार क्लब यो चाहिँ छुरा छ गौरवशाली तथि न थे तो चिता चाहिँ एता मलाई थो आ टाइम तागो खलाबले चाहिँ मेरो चाहिँ तागो खला थियो मलाई हाम्रो रोजी बहिनी छु प्रसन्न जी मन प्रसन्न जी एजा चाहिँ नयाँ बजार क्लब चाहिँ युवा पिढी त भन्छ युवा पिढी खेलकुद अथवा चाहिँ जनमानसिक 52 साल से आजतक नयाँ बजार क्लब चाहिँ एम्बुलेन्स याना चाहिँ निरन्तर जाँदा नेपाली इतिहास है पहिलो का एम्बुलेन्स स्थापना दुई गएर आज 2 वर्ष 3 वर्ष जी वो नयाँ बजार क्लब या स्थापना यापति गोलदार क्लब अगुले स्थापना जो चाहिँ एम्बुलेन्स ठाउँ 52 साल चाहिँ 78 साल तक निरन्तर जाँदा दु स्वास्थ्य लागि चाहिँ दक्ष पालाउ हेरास कहे जो एम्बुलेन्स यो सुबा नवीन जी उहाँले भन्नुभयो कि खेलकुद र स्वास्थ्यमा मात्र हैन अरु ठाउँमा पनि एकछिन म्युट गर्दिनु न है स्वास्थ्यमा मात्र नभए स्वास्थ्य र खेलकुदमा मात्र नभइकन एकचोटि मिलाइदिनु न है टेक्निशियनले स्वास्थ्यमा मात्र नभइकन खेलकुदमा स्वास्थ्य र खेलकुदमा मात्र नभइकन पनि संस्कृतिदेखि लिएर अरु कामहरुमा पनि गरेको चाहिँ उहाँले छर्लङ्ग देखाउनु भयो अनि म जस्तो युवा जो चाहिँ अहिले भर्खर किर्तिपुर नयाँ बजार भर्खर जोइन गरेको छ उहाँलाई पनि विस्तृत रूपमा चाहिँ जुन भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब यही कुरामा जोड्दै म चाहिँ प्रकाश सरलाई अर्को एउटा प्रश्न चाहे हाम्रो नवीन सरले चाहिँ के भन्नुभयो भन्दाखेरि एकदमै माथिको स्तरमा छ नयाँ बजार क्लब भनेर भन्नुभयो हैन कुनै क्लबहरु चाहिँ आउँछ फेरि छुट्टिन्छ अनि बिचमै ब्रेक हुने कति धेरै हुन्छ तर म जब तपाईहरुलाई देख्छु नि हैन क्लबमा पनि पहिलाको पुस्तादेखि अहिलेको पुस्ता जहिले पनि मिलेर काम गरिराख्नु हुन्छ के अनि उहाँले भन्नुभयो अनि यो चाहिँ के कारणले हो अनि अर्को चाहिँ अरु क्लबले हामी नयाँ बजार क्लबबाट चाहिँ के सिक्न सक्छ के चाहिँ प्रेरणा लिन सकिन्छ जस्तो लाग्छ। धन्यवाद रोजी। अब त्यति धेरै पुस्तान्तरमा हामी अहिले जो सक्रिय रूपमा क्लबमा लागिरहेका छौँ त्यति खासै पुस्तान्तरमा फरक होइन। हामी अहिलेको जुन काम हिजो हामीले गर्दाखेरिको र अहिले गर्नेहरू बीचको जुन उमेर ग्याप छ बढीमा 10 वर्ष होला।
सक्रियताको हिसाबमा लागिरहेका साथीहरूको ग्याप, तर भित्र लाग्नेहरूको सहयोग गर्नेहरूको त करिब करिब 18 वर्ष जतिको ग्याप हुनुसम्मको छ, तर त्यति धेरै ग्यापको छैन। तर यसपछिको जेनेरेसन चाहिँ जुन चाहिँ साँच्चै पुस्तान्तर भन्ने कुरो हो, त्यो पुस्तान्तर चाहिँ अब रोजी बहिनी नै सक्रिय भएको बाहेक अरू चाहिँ छैन जस्तो लाग्छ। अब नयाँ क्लब बाहेक अरू किन त्यस्तो भएन भन्नु त हामी भन्न सक्दैनौँ। त्यो त किनभने उहाँहरूको आफ्नो सेक्टरहरू छन् होइन। सेक्टर संस्था जीवित रहनको लागि नयाँ जेनेरेसनले टेक ओभर गर्दै जानुपर्छ। नयाँ पुस्ताले त्यो स्थानहरू ग्रहण गर्नु को आज है। नयाँ पुस्ताले निरन्तरता नयाँ पुस्ताले चाहिँ त्यसलाई चाहिँ सँगसँगै लान सक्यो भने अबको जेनेरेसन अबको चाहिँ अलिकति समस्या के आयो भने नयाँ जेनेरेसन प्रवेश चाहिँ ढिलो भइरहेको छ। यसमा हामी साह्रै चिन्तित छौँ। किन नयाँ पुस्ता प्रवेश भएन त भन्नेमा हामीले विभिन्न चरणमा हामी पहिलो पुस्ता र अहिले गरिरहेको दोस्रो पुस्ता र अब त्यो सँगसँगै लागिरहेको तेस्रो पुस्ताहरू समेत बसेर हामी गहन रूपमा छलफल गरिरहेका छौँ। अब यसलाई कसरी पुस्ता हस्तान्तरण गर्ने र क्लबलाई अझ नयाँ मोडेलमा, नयाँ ढाँचामा, नयाँ ऊर्जासहित सञ्चालन गर्ने भनेर हामीले सल्लाह गरिरहेका छौँ। अब हाम्रो साथीहरू बिचमा सल्लाहले सार्थक रूप लिन ईश्वरमुनि बजाचार्यज्यू पनि यसमा चाहिँ चिन्तित हुनुहुन्छ र कसरी नयाँ पुस्तालाई प्रवेश गराएर कसरी नयाँ पुस्तालाई हस्तान्तरण गरेर हामी चाहिँ एक साइडमा बसेर वाचडगको रूपमा बसौँ भनेर हामी सम्पूर्ण पुरानो साथीहरू लागिरहेका छौँ। सम्भव छ हाम्रो प्रयासले यसलाई निरन्तरता दिन सक्छौँ होला। हजुर पक्कै पनि धन्यवाद। कार्य गरिराख्नु भएको छ, त्यसबाट चाहिँ मोटिभेट भइ नै रहेको छु। अरूहरू पनि म्युट गरिदिनु। हजुर हस्, पक्कै अरूहरू पनि युवाहरू चाहिँ मोटिभेट हुन्छ भन्ने चाहिँ मलाई पक्कै लागेको छ। यही क्रममा जोड्दै म अशोकजीलाई चाहिँ अर्को एउटा लास्ट क्वेसन भनौँ, हाम्रो टाइम सकिसकेको छ, तैपनि म एउटा लास्ट क्वेसन चाहिँ यो टपिकमा जोडेर सोध्न चाहन्छु। युवाहरूलाई चाहिँ अब हजुर चाहिँ रजत जयन्तीमा जोइन गर्नुभयो होइन, अध्यक्ष हुनुभयो। अब स्वर्ण जयन्ती आउन धेरै टाढा छैन होइन, 9 वर्ष मात्रै बाँकी छ। युवाहरूलाई चाहिँ कसरी ल्यायो भने चाहिँ स्वर्ण जयन्तीसम्म चाहिँ एकदमै यो नयाँ बजार क्लब अझ पनि राम्रो भएर स्वर्ण जयन्ती मनाउन चाहिँ एकदमै उत्सुकताको साथ चाहिँ अगाडि बढ्न सक्छ होला। प्रश्नलाई धन्यवाद बहिनी। भर्खरै हाम्रो प्रकाश सरले भन्नुभयो नि, हामीहरू सबै लाएर यो अहिलेको नयाँ जेनेरेसनहरूलाई हामीले उचाल्नु पर्छ। किनभने हामीहरूलाई उनीहरूलाई चाहिँ हाम्रो क्लब कसरी चलायौँ, हामीले कसरी भइरहेछौँ, के गरिरहेछौँ भन्ने कुराहरू उनीहरूलाई बुझाउनु पर्यो। फेरि अहिले नयाँ जेनेरेसन भने यस्तो चिज पनि हो कि पहिला हाम्रो जस्तो होइन। हामी चाहिँ पहिला घरमै बस्न सक्दैनौँ, पढाइ लेखेपछि बाहिर जान्छौँ, खेल्छौँ। अहिलेको बच्चाहरू के छ भन्दाखेरि नयाँ जेनेरेसन बाहिरै आउँदैन, बाहिरै जाँदैन। किनभने यिनीहरूको विभिन्न कारण पनि होला, उनीहरूको कोर्स पनि पढ्ने पनि त्यतिकै गाह्रो छ, यो धेरै पढाइहरू पनि बोझले होला। अनि अर्को कस्तो अहिले मिडियाहरू सबै गरेर सबैले केही मोबाइल चलाएर के खेल्ने के सबै नेटहरू हेर्ने हुनाले यिनीहरू बाहिर हामीले निकाल्नै गाह्रो भइरहेको छ। प्रकाशजीले भने हामी 8-10 वर्ष 15 वर्ष फरकमा हामी बच्चाको बेलामा चाहिँ हामी रेडियो ठुलो पार्दाखेरि बिर्छ है भनेर सुनेर आएको मान्छेहरू, हामी रेडियो नसुनिकन भर्खर रेडियो आएको बेलामा हामी थाहा पाएको। हामीले अहिलेको बच्चाहरू कम्प्युटर चलाएर निस्केको मान्छेहरू, यिनीहरू धेरै आफ्नो कार्य व्यस्तता र यिनीहरूको होमवर्क विभिन्न कारण र खेल्ने गर्दाखेरि यिनीहरूले बाहिर निकाल्न सकिरहेको छैन कि।
अब हामीले यस्तो चिजहरू काम गरेर यिनीहरूलाई हामीले बोलाएर हुन्छ कसरी एउटा सेमिनार गरेर हुन्छ या पनि केही गरेर हुन्छ कि यस्तै केही गरेर यिनीहरूलाई मोटिभेसन गर्नु पर्छ। हामीले त्यो नगरिकन तिनीहरूलाई बाहिर निकाल्न सक्छ। तिनीहरू बाहिर निकाल्यो निकालेर यिनीहरूले यो कुराहरू बुझेर यो गर्नुपर्छ है, हामी यस गर्दाखेरि हाम्रो समाज चेन्ज हुन्छ, हाम्रो समाज राम्रो हुन्छ, हामी जस्तै अरू पनि राम्रो गर्न सकिन्छ भन्ने भावना यिनीहरूलाई ल्याउन सक्यो भने अनि हामी त्यो ल्याउन सक्यो भने धेरै राम्रो हुन्छ। र तिनीहरू ल्यायो भने हामीले त गऱ्यो भने अहिलेको नयाँ जेनेरेसन आएको मान्छेहरू अब बहिनीहरू जस्तो आयो भने यस्तो ट्यालेन्टेडहरू बाहिर आयो भने त यो स्वर्ण त केही पनि होइन। हामीले त गऱ्यौँ भने त बहिनीहरूलाई त केही पनि होइन। किन होइन किन बहिनीहरूले यस्तै विचार गरेर बहिनीले पनि आफ्नो समूहको मान्छेहरूलाई उचाल्नु पर्यो, तल पनि उचाल्नु पर्यो, हामी पनि उचाल्छौँ। त्यो गरेर हामी बिस्तारै ल्याएर जसरी भए पनि हामी यस्तो क्लबलाई उठाएर क्लबबाट हाम्रो समाज सेवा सबै सेवाहरू गर्न पायो भने हामी खुसी हुन्छौँ। र यो चाहिँ खुसी सेवा नै के धर्म भन्छ होइन, त्यसै धर्म या सबै पाउँछौँ। त्यसको लागि हामी मेहनत गर्नुपर्छ। त्यो मेहनत गरे पनि नपाउने कोही पनि छैन, पक्कै पनि हामी ल्याउन सकिन्छ। भनेपछि हामीले नयाँ बजार क्लबले चाहिँ छिट्टै नै स्वर्ण जयन्ती मनाउँदाखेरिसम्म नयाँ सबै पुस्ता मिलेर चाहिँ मनाउन सकिन्छ भन्ने चाहिँ मैले पनि आशा राख्दै अर्को अब लास्ट सबैलाई एउटै प्रश्न सोध्न चाहे होइन मैले। हामीले जुन यो आज रेडियो कार्यक्रम गरिरहेको छौँ हामी कोभिड-19 हेल्प डेस्कको रेडियो कार्यक्रम भयो। हजुरहरू पनि मैले देखिरहेको हुन्छु मण्डफलसम्म आइराख्नुहुन्छ जहिले पनि होइन, अनि सपोर्ट गरिराख्नुहुन्छ कोभिड-19 हेल्प डेस्कमा। तपाईँहरूले चाहिँ यो कार्यक्रमबाट चाहिँ कतिको चाहिँ सबैजनालाई चाहिँ हेल्प भइरहेछ, उपयोग भइरहेको छ, अनि यो कार्यक्रम कति चाहिँ चाहिन्छ हाम्रो समाजमा जस्तो लाग्छ होइन। अफकोर्स अब आवश्यकता देखेर नै सुरु गर्नुभएको, तर तपाईँहरूलाई पर्सनली चाहिँ के लाग्छ कतिको चाहिँ उपयोग भइरहेको छ यो कार्यक्रम? मैले नवीनजीबाट सुरु गर्न चाहे। म्युट छ, एकचोटि फेरि अनम्युट गरिदिनु होला। म्युट छ हजुर। हजुर अहिले ओके भयो। रोजी बहिनीको जुन प्रश्नलाई अब चाहिँ नेपालीमै भन्न चाहन्छु म। अब यो कोभिड-19 भनेको संसारभरिका आम जनसमुदायलाई पीडा दिने जुन पीडादायक जुन आइरहेछ त्यो हामीले मनन गरी हाम्रा नयाँ बजार क्लबका सदस्यज्यूहरूले जुन प्रयास गर्नुभएको छ यो अत्यन्त चाहिए विषयवस्तु हो। र यो विषयवस्तुलाई हामीले हेर्दाखेरि त्यो फलचारमा बसेर के गर्ने होला र के गर्नु पर्यो होला भन्ने कतिपय नबुझ्ने जनमानसले यो सबभन्दा ठुलो कुरो हस्पिटल अथवा स्वास्थ्य कर्मी अथवा यो कोभिड सम्बन्धी समस्यालाई समाधानको लागि जुन हामीले कतिपय थाहा पनि नस्किने अवस्था जुन छ, कतिपय कसो भने घरैमा बसे पनि यो आफूले पीडा मात्र सम्झेर गरेर राख्ने पीडा बोझ गरेर बस्नेहरूलाई यो अहिले जुन कार्यक्रमले धेरै भनौँ न लाभदायी हुन खोजिरहेछ। र लाभदायी यो कारण पनि भन्दाखेरि यो इन्फर्मेसन डेस्क सम्भवतः यो हाम्रो कीर्तिपुर भेगको सामाजिक संस्थाहरूको पहिलो पनि भयो। यो हिसाबमा पनि यो हामीले नगरी नहुने काम नयाँ बजार क्लबले जुन गरेको छ र जुन नयाँ बजार क्लबले जुन हेल्प डेस्कको लागि जुन हाम्रा नयाँ बजार क्लबको जुन सहयोगी दाताहरू विभिन्न देशमा बस्नुहुने हाम्रा निवर्तमान भनौँ न अथवा क्लबका विगतका क्लबका सदस्यज्यूहरूले जुन सहयोग गर्नु भएको छ उहाँहरूलाई पनि धेरै हामीले चाहिँ धन्यवाद दिनुपर्छ। विगतमा जुन हाम्रो कमी कमजोरी भनौँ न हामीले स्वास्थ्य क्षेत्रमा कति गर्नु चाहेर पनि हामीले अब स्वास्थ्य भनौँ न कुनै स्वास्थ्य कमिटी त हाम्रो क्लबको स्वास्थ्य कर्मीको क्लबका सदस्यहरूबाट पनि के गर्न नसकिने अवस्थामा र जुन आफू स्वास्थ्य कर्मी साथीहरू विभिन्न हस्पिटलमा विभिन्न स्वास्थ्य निकायहरूमा रोजगारी दातामा भइरहेर यो जुन भएका सोसियल मोटिभमा जुन बहिनीहरू जस्तो अथवा हाम्रा केही साथीहरूले सोसियल मोटिभले भनौँ न यो एकदम नपै नहुने जुन कार्यक्रम गर्नु भएको छ यो धेरै राम्रो काम हो होइन। यो कार्यक्रम निरन्तर दिनुपर्छ भन्ने मेरो चाहिँ सोचाइ हो। धेरै धेरै धन्यवाद नवीनजी। यसै गरी मैले अशोकजीलाई सोध्न चाहे यही प्रश्न।
म्युट छ, एकचोटि अनम्युट गरिदिनु होला। म्युट भइरहेको छ, हजुरले बोलिराख्नु भएको छ तर म्युट भइरहेको छ हजुर। हजुर एकचोटि फेरि त्यो अनम्युट बटन थिचिदिनु होला। भयो हजुर, हजुर भयो। धन्यवाद बहिनी। यो अघि नै मैले भने यो मन्दफल्चमा जुन यो हेल्प डेस्क चलाइरहेको छ नि त्यो जस्तो राम्रो त म पनि एक दुई दिन त्यहाँ धेरैचोटि गएर बसेँ। धेरै व्यक्तिहरूले व्यक्तिहरू महानुभावहरू आउनु भएर यो सम्बन्धीमा धेरै सोचपुछ गरेर उहाँले सोधेर जानुभएछ। म खुसी लाग्यो त्यो राखेपछि। र अब सबभन्दा चाहिँ यो चाहिँ राख्नै पर्छ। अब सबभन्दा त अहिले वैज्ञानिकहरूले हाम्रो साइन्टिस्टहरूले डाक्टरहरूले भनिरहेको छ नि अब कोभिड थर्ड आउनु ल्याएको छ। अब नआओस् भगवान्लाई प्रार्थना गर्छु यस्तो चिज नआओस्। तर आयो भने पनि हामीले त्यसलाई फाइट गर्नलाई हामीले अब नयाँ ढङ्गबाट हामी जानुपर्छ। अब कसरी त्यसलाई थर्डमा कसरी हामी उसले अगेन्स्टमा जाने, त्यस्तो फाइट कसरी गर्ने भन्ने चिजमा हामी जानुपर्छ। त्यही आधार लिएर अब हामी यो कोर ग्रुपहरू छन्, हाम्रो नयाँ बजारका क्लब छन्, अध्यक्ष अब वर्तमान अध्यक्ष भयो, अब सन्तोष भाइहरू त्यहाँ विभिन्न छ साथी भाइहरू, हामी जम्मै बसेर एकचोटि फेरि सल्लाह गरेर चाहिँ यो के गरेर अब के गर्ने त यो सम्बन्धीमा भन्नेमा यो नियन्त्रण दिनलाई के गर्नुपर्छ भन्नेमा हामी विचार गरेर उहाँहरूलाई यो विषयमा उहाँले पनि ज्ञान भएकै होला। त्यो विषयमा उहाँले पनि हेरेर यो अगाडि बढाउनु पर्छ भन्ने विषयमा मलाई लागेको छ। यो अवश्य पनि फेरि पनि यो लगातार चलाउनु पर्छ जस्तो मलाई लाग्छ। धन्यवाद। भनेपछि धेरै उपयोग चाहिँ भएको देख्नु भएको छ हजुरहरूले। त्यसै गरी अन्तिम प्रश्न म प्रकाशजीलाई अन्तिममा सोध्न चाहे। प्रकाशजी हुनुहुन्छ? उहाँको टेक्निकल एरर भइरहेको कारणले मलाई प्रब्लम। हजुर माइक चाहिँ हजुरको अनम्युट गरिदिनु होला, म्युट भइरहेको छ। उहाँको एकदमै टेक्निकल एरर आइरहेको छ। उहाँले जोडिनु भयो भने हामी एकदमै एरर भइरहेको छ। एकचोटि हजुरको इन्टरनेट चेक गर्न मिल्छ? कार्यक्रमको आवश्यकता कति छ के छ भन्ने कुरा त जसलाई त्यसको आवश्यकता हुन्छ। ठिक छ, मेरो त इन्टरनेट राम्रै छ। हजुर कार्यक्रमको उहाँको इन्टरनेट प्रब्लमले गरेर उहाँले जोड्न सक्नु भएन। अब यही क्रममा चाहिँ मैले अन्तमा सबैजनालाई धन्यवाद भन्न चाहे। उहाँहरूले सबैले भन्नुभयो होइन, नयाँ बजार क्लबले पहिल्यैदेखि अहिलेसम्म के गरेर आइराख्नु भएको छ र भावी योजनाको कुराहरू पनि गर्नुभयो। प्रकाशजी अन अफ भइराख्नु भएको छ। हाम्रो समय पनि सकिएको कारणले गर्दाखेरि चाहिँ म यहाँ यो कार्यक्रम यही अन्त गर्न चाहन्छु। र हजुरहरूलाई गेस्टहरू हाम्रो आजको यो पूर्व अध्यक्षहरूसँग जुम मार्फत चाहिँ जुन मैले इन्टरेक्सन गर्ने मौका पाएँ त्यसको लागि धेरै धेरै धन्यवाद। प्रकाशजी व्यस्तको कारणले पनि आफ्नो अफिसबाट बसेर पनि हामीलाई यहाँ जुममा टाइम दिनुभयो। नवीनजी, अशोकजी उहाँहरूले पनि टाइमलाई मिलाएर चाहिँ जुन समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। श्रोता मित्र, हामी आजको कार्यक्रमको अन्तिममा आइसकेका छौँ। यो कार्यक्रम पुनः प्रसारण रातिको 8 बजे सुन्न सक्नुहुन्छ वा नेवा एफएमको युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ। यति भन्दै आजको कार्यक्रमको अतिथि र नयाँ बजार क्लबका पूर्व अध्यक्षहरूलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र म रोजी महर्जन, मेरा प्राविधिक मित्र दिलीप कुमार महर्जन यही समयमा भोलि आउने बाचा गर्दै नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कबाट बिदा लिन चाहन्छौँ। नमस्कार, शुभ दिन। सुन्दै गर्नुहोला तपाईँको आफ्नै एफएम नेवा एफएम 106.6।